नमस्कार, स्वागत छ तपाईलाई आजको राशिफलमा। अब सुरु गरौँ 12 वटा राशिको फलादेशबाट। मेष राशि। मेष राशि हुने साथीहरूका लागि आज ऊर्जा र विश्वासले भरपूर हुनेछ। काममा मन लाग्नेछ, नयाँ कुरा सिक्ने अवसर मिल्न सक्छ। साथीभाइको साथ र समर्थन पाउनुहुनेछ। घर परिवारमा खुसीको वातावरण बन्नेछ। समग्र मेष राशि हुने साथीहरूको आजको दिन तपाईको राम्रो रहनेछ। वृष राशि। वृष राशि हुने साथीहरू आज तपाईका लागि सकारात्मक संकेतहरू देखिन्छन्। केही नयाँ कामहरू हात हाल्न सकिनेछ। मन प्रसन्न रहनेछ, तर खर्च गर्नु अघि सोच विचार गर्नु राम्रो हुन्छ। प्रियजनसँग मिठासपूर्ण समय बित्नेछ। वृष राशि हुने साथीहरूको समग्रमा आजको दिन उत्तम रहनेछ। मिथुन राशि। मिथुन राशि हुने साथीहरूको आज केही चलखेल र दौडधुप बढ्न सक्छ। काममा अलिक ध्यान दिनुपर्छ, नत्र सानो गल्ती हुन सक्छ। साथीभाइसँग रमाइलो गफगाफ हुनेछ। नयाँ योजना बनाउनको लागि आजको दिन तपाईलाई उत्तम छ। मिथुन राशि हुने साथीहरूको लागि समग्रमा आजको दिन मध्यम रहनेछ। कर्कट राशि। कर्कट राशि हुने साथीहरूको आजको दिन तपाईलाई भावनात्मक बनाउनेछ। पुराना यादहरू मनमा आउन सक्छन्। परिवारसँग समय बिताउन राम्रो हुनेछ। कुनै असमझदारीलाई सहमति र प्रेमले समाधान गर्नुहोस्। कर्कट राशि हुने साथीहरूका लागि समग्र आजको दिन तपाईको सामान्य रहनेछ। सिंह राशि। सिंह राशि हुने साथीहरूको आज तपाईको बोली र व्यवहारले धेरै कुराहरू सुधार गर्न सक्नुहुनेछ। अफिस वा व्यापारमा तपाईको विचारको कदर हुनेछ। प्रेम जीवनमा नयाँ उत्साह आउन सक्छ। आत्मविश्वास बढ्नेछ। सिंह राशि हुने साथीहरूको आज समग्रमा दिन उत्कृष्ट रहनेछ। कन्या राशि। कन्या राशि हुने साथीहरूलाई केही कुरा गम्भीर भएर सोच्नुपर्ने हुन सक्छ। आजको दिन सानो तनाव भए पनि अन्त्यमा सन्तोष मिल्नेछ। पढाइ र ध्यानमा मन लगाउन राम्रो हुनेछ। स्वास्थ्यमा अलिक ध्यान दिनुपर्नेछ। कन्या राशि हुने साथीहरूको समग्रमा आजको दिन मध्यम रहनेछ। तुला राशि। तुला राशि हुने साथीहरू आज तपाईलाई नयाँ अवसर मिल्ने सम्भावना छ। काममा नयाँ प्रस्ताव आउन सक्छ। आर्थिक लाभ पनि हुन सक्छ। प्रेम र सम्बन्धमा विश्वास र इमानदारी जरुरी हुनेछ। आजको दिन तुला राशि हुने साथीहरूको समग्रमा आजको दिन राम्रो मानिन्छ। वृश्चिक राशि। वृश्चिक राशि हुने साथीहरू आज तपाईले लुकेका कुरा बाहिर ल्याउन सक्नुहुनेछ। योजना बनाउनुहोस् र आफै भरोसा गर्नुहोस्। परिवारका सदस्यसँग समय बिताउनुहोस्। स्वास्थ्यमा अलिक चासो दिनुपर्ने समय बन्न सक्छ। वृश्चिक राशि हुने साथीहरूका लागि आजको दिन तपाईको सामान्य रहन्छ। धनु राशि। धनु राशि हुने साथीहरू आजको दिन यात्रा, सिकाइ वा केही नयाँ प्रयासको दिन रहनेछ। मनमा शान्ति हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। प्रेममा सन्तुलन राख्नुहोला। धनु राशि हुने साथीहरूको आजको दिन समग्रमा तपाईको पनि राम्रो रहनेछ। मकर राशि। मकर राशि हुने साथीहरूको आजको दिन काममा चाप बढ्न सक्छ, तर तपाईले सजिलै सम्हाल्नु हुनेछ। ससाना कुरामा ध्यान दिएर ठूलो उपलब्धि हासिल गर्न सक्नुहुनेछ। विशेष गरी आजको दिन खानपानमा ध्यान दिनुहोला। समग्रमा आजको दिन मकर राशि हुने साथीहरूको राम्रो रहनेछ। कुम्भ राशि। कुम्भ राशि हुने साथीहरूको आजको दिन केही समय एकान्तमा बिताउन मन लाग्न सक्छ। भित्रभित्रै सोचेर निर्णय लिने समय हो। धार्मिक वा आध्यात्मिक रुचि बढ्न सक्छ। मनको कुरा साथीलाई सुनाउँदा हल्का महसुस हुनेछ। समग्रमा कुम्भ राशि हुने साथीहरूको आजको दिन सामान्य रहनेछ। अब कुरा गरौँ 12औं तथा अन्तिम राशि मीन राशि। मीन राशि हुने साथीहरूको आजको दिन सोच र कामले अरूलाई प्रभावित पार्नेछ। आर्थिक रूपमा फाइदाको समय रहेको छ भने घरमा खुसीको माहौल छाउनेछ। प्रेम सम्बन्ध अझै बलियो बनेर जानेछ। मीन राशि हुने साथीहरूको आजको दिन अत्यन्तै राम्रो मानिएको छ। साथीहरू, समय सधैँ एउटै हुँदैन, तर तपाईको सोच र कर्मले भाग्य बदल्न सक्छ। त्यसैले राशिफलले जे जस्तो बताए पनि आफ्नो कर्म भने गर्न नछोड्नुहोला। साथीहरू, यदि हजुरहरू हामीसँग जोडिनु भएको छैन भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँगै जोडिनुहोला, ताकि हरेक दिन बिहान यसै गरी सबैभन्दा पहिला राशिफल तपाईसम्म आइपुगोस्। धन्यवाद।